चुनावमै गयो भने यो देशको शक्तिशाली पार्टी फेरि एमाले नै भन्छ अहिले तपाईले के बुझ्दैछ भने निमुखले चुनाव हुन्छ संगठन छ रासोपाको संगठन छ नि सबै जिल्लामा छ जिल्लामा भएर हुन्छ जिल्लामा 2 जना भएर 76 जिल्लामा संगठन विस्तार गरेछ रासोपाले 77 मा ए बाबा तपाईले भोलि पर्सि हेर्नु न बुथ एउटा बुथ रोक्नलाई 5 जना मान्छे चाहिन्छ भरे भोट गर्ने बेलामा मान्छे हुँदैन यो कुरा नगर्नु न तपाई हामीले बुझाएको छौं भन्नुहुन्छ एमालेले जित्छ फेरि तपाईको हेर्दै जानुहोस् एमाले र कांग्रेस मिल्यो भने शक्तिशाली उनीहरु नै हुन्छ तपाई चाहिँ कहाँ हुने म त चुनावमा जादिन अहिले चुनावमा नजाने जेएनजीको माग पूरा होस् संविधान चेन्ज गरौं अन्तरिम संविधान जारी गरेर अनि जाने हो र तपाईले सिट ल्याउन सक्नुहुन्छ भन्दैछन् तपाई झापामा लड्नुस् न ओलीजी विरुद्ध के गर्नु एउटा सिट जितेर के गर्नु भनेको मैले सिट जित्ने होइन देशले जित्नु पर्यो नेपाली नागरिकले जित्नु पर्यो कि फेरि तपाई एमालेमै आउने हो म एमालेमा कहाँ आउँछु आउँदै आउँदैन तपाईले 50 सिट ल्याउनु 50 सिटले त केही गर्न सक्दैन